प्रिय श्रोता, के तपाईँलाई पनि कहिलेकाहीँ यस्तो लाग्छ तपाईँ दिनभरि असाध्यै व्यस्त हुनुहुन्छ, साँझसम्म शरीर गलिसकेको हुन्छ, तर जब ओछ्यानमा पल्टिएर आफैलाई सोध्नुहुन्छ मैले आज साँच्चै मूल्यवान काम के गरेँ त, तब दिमागमा केवल एउटा खालीपन र निराशा मात्र बाँकी रहन्छ। तपाईँ बिहानदेखि बेलुकासम्म कम्प्युटरको स्क्रिन अघि बस्नुहुन्छ, इमेलका जवाफहरू फर्काउनुहुन्छ, म्यासेजका घन्टीहरू बज्ने बित्तिकै औँलाहरू स्क्रोल गर्न थाल्छन्, मिटिङमा घन्टौँसम्म सहभागी जनाउनुहुन्छ। तर जब परिणामको कुरा आउँछ तपाईँको हातमा केवल एउटा भ्रम बाँकी रहन्छ। के तपाईँलाई थाहा छ, तपाईँ आज एउटा यस्तो अदृश्य चक्रव्यूहमा फस्नु भएको छ जहाँ तपाईँको ध्यान, तपाईँको ऊर्जा र तपाईँको मानसिक क्षमतालाई प्रत्येक सेकेन्ड लिलाम गरिँदैछ। आजको यो विशेष श्रृङ्खलामा हामी केवल एउटा किताबको कुरा मात्र गर्ने छैनौँ, हामी एउटा यस्तो यात्रामा निस्कनेछौँ जसले तपाईँको काम गर्ने तरिका, तपाईँको सफलताको परिभाषा र तपाईँको पुरै जीवनलाई सदाका लागि परिवर्तन गरिदिनेछ। क्याल न्युपोर्टको विश्व प्रसिद्ध दर्शन डिप वर्क को यो महागाथामा तपाईलाई हार्दिक स्वागत छ। पहिलो खण्ड, बोलिङ्गेनको ढुङ्गे टावर र डिप वर्कको दर्शन। हाम्रो यो कथा सुरु हुन्छ सन् 1922 को हिउँद महिनाबाट। स्विजरल्यान्डको जुरिख तालको शान्त किनारमा अवस्थित बोलिङ्गेन नामको एउटा एकान्त गाउँ। त्यहाँ एकजना मानिस ढुङ्गाको एउटा 2 तले टावर निर्माण गर्न व्यस्त थिए। ती मानिस अरू कोही नभएर मानव इतिहासकै सबैभन्दा प्रभावशाली मनोविश्लेषक कार्ल जुङ थिए। उनले निर्माण गरेको त्यो टावरमा न त बिजुली थियो न त टेलिफोन। त्यहाँ न्यानोका लागि कोइलाको अगेनो र उज्यालोका लागि मट्टीतेलको लालटिन मात्र प्रयोग हुन्थ्यो। जुङ प्रत्येक बिहान 7 बजे उठ्थे, पोसिलो खाजा खान्थे र बाहिरी संसारबाट पूर्ण रूपमा अलग भएर आफ्नो निजी कोठामा लगातार 2 घण्टा गम्भीर लेखन कार्य गर्थे। उनको कोठाको साँचो उनी आफैसँग मात्र हुन्थ्यो र उनको अनुमति बिना त्यहाँ कसैलाई पनि प्रवेश गर्ने अधिकार थिएन। के जुङ केवल मानसिक विश्रामका लागि त्यहाँ गएका थिए? होइन। इतिहासको सूक्ष्म विश्लेषणले देखाउँछ कि त्यो केवल एउटा छुट्टी मनाउने ठाउँ थिएन। ठिक 1 वर्ष पहिले अर्थात् सन् 1921 जुङले आफ्नो विश्व प्रसिद्ध पुस्तक साइकोलोजिकल ट्राइब्स प्रकाशित गरेका थिए, जसले उनका पूर्व गुरु सिग्मन्ड फ्राइडका स्थापित मान्यताहरूलाई सिधै चुनौती दिएको थियो। फ्राइडका समर्थकहरूको बौद्धिक आक्रमणबाट बच्न र आफ्नो नयाँ विचारलाई प्रमाणित गर्न जुङलाई एक यस्तो गहन मानसिक एकाग्रताको आवश्यकता थियो जुन कोलाहलपूर्ण सहरी जीवनमा सम्भव थिएन। जुङले बोलिङ्गेनको जङ्गलमा आफूलाई थुनेर जुन कार्य गरे त्यसैले आधुनिक मनोविज्ञानको जगतलाई सदाका लागि परिवर्तन गरिदियो। श्रोता मित्र, क्याल न्युपोर्टले यही ऐतिहासिक घटनालाई आधार मान्दै एउटा क्रान्तिकारी अवधारणा प्रस्तुत गरेका छन्, डिप वर्क अर्थात् गहिरो कार्य। न्युपोर्टका अनुसार गहिरो कार्य भनेको बिना कुनै विचलन पूर्ण एकाग्रताका साथ गरिने त्यस्तो व्यावसायिक वा बौद्धिक गतिविधि हो जसले मानव संज्ञानात्मक क्षमतालाई यसको चरम सीमासम्म पुर्याउँछ। यो प्रयासले नयाँ मूल्य सृजना गर्छ, सिपमा सुधार ल्याउँछ र यसको सजिलै नक्कल गर्न असम्भव हुन्छ। यसको विपरीत आधुनिक समाजका धेरैजसो मानिसहरू सतही कार्य अर्थात् स्यालो वर्कमा अल्झिएका छन्। यस अन्तर्गत इमेलको जवाफ दिने, सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्ने र निरन्तर प्रशासनिक काममा व्यस्त रहने जस्ता गैर संज्ञानात्मक र सजिलै नक्कल गर्न सकिने कामहरू पर्दछन्। सोच्नुहोस् त, तपाईँ दिनभरिमा कति समय डिप वर्क गर्नुहुन्छ अनि कति समय स्यालो वर्क। दोस्रो खण्ड, हामी किन एकाग्र हुन सक्दैनौँ? तपाईँ भन्नुहोला, म एकाग्र हुन त चाहन्छु तर म सधैँ असफल हुन्छु। आखिर यस्तो किन हुन्छ? के हाम्रो दिमाग नै कमजोर भएको हो? विज्ञान भन्छ होइन। हामी यसको पछाडिको वैज्ञानिक कारणलाई बुझौँ। मिनेसोटा विश्वविद्यालयकी व्यवसाय प्राध्यापक सोफी लेरोयले एउटा अद्भुत सिद्धान्त प्रतिपादन गरेकी छिन्, जसलाई ध्यानावशेष अर्थात् अटेन्सन रेसिड्यू भनिन्छ। जब तपाईँ कुनै कार्य
मानौ एउटा महत्त्वपूर्ण रिपोर्ट लेख्ने काम गरिरहनु भएको छ र बिचैमा कसैको म्यासेज आउँछ। तपाईँ तुरुन्तै कार्य ख अर्थात् म्यासेज चेक गर्ने काममा जानुहुन्छ। तपाईँलाई लाग्छ मैले त केवल 5 सेकेन्ड मात्र त म्यासेज हेरेको हो नि, के फरक पर्छ र? तर विज्ञान भन्छ तपाईँको ध्यान तुरुन्तै 100% सर्दैन। मस्तिष्कको एउटा ठुलो हिस्सा अझै पनि अघिल्लो कार्यमै अल्झिरहेको हुन्छ। लेरोयले यसलाई प्रयोगशालामा प्रमाणित गरेर देखाइन् कि बारम्बार काम परिवर्तन गर्ने वा बीचबीचमा नोटिफिकेसन चेक गर्ने बानीले मस्तिष्कमा ध्यानावशेषको बाक्लो पत्र जम्मा गरिदिन्छ, जसले गर्दा मानिसको वास्तविक कार्यक्षमता निकै कमजोर हुन पुग्छ। उत्पादकत्वको यो नियम एउटा गणितीय सूत्रमा आधारित छ, अर्थात् उच्च गुणस्तरको कार्य उत्पादन गर्नका लागि तपाईँले खर्च गरेको समयलाई एकाग्रताको तीव्रताले गुणा गर्नुपर्दछ। यदि तपाईँको एकाग्रताको तीव्रता 0 को नजिक छ भने तपाईँले जतिसुकै समय खर्च गरे पनि उत्कृष्ट परिणाम निस्कन सक्दैन। तर पनि हामी किन बारम्बार यसै गर्छौँ? यसको पछाडि दुईवटा मनोवैज्ञानिक पासोहरू छन्। 1. न्यूनतम प्रतिरोधको सिद्धान्त। कामको स्पष्ट मूल्याङ्कन नहुँदा हामी सधैँ ती कामहरू रोज्छौँ जुन सजिला हुन्छन्। योजना बनाउनु वा जटिल समस्या समाधान गर्नु कठिन काम हो, तर इमेल चेक गर्नु वा च्याट गर्नु सजिलो हुन्छ। त्यसैले हाम्रो मस्तिष्कले सजिलो बाटो रोज्छ। 2. व्यस्ततालाई नै उत्पादकत्वको मानक मान्ने भ्रम। औद्योगिक क्रान्तिको समयमा कारखानामा कसले कति काम गर्यो भन्ने कुरा सिधै देखिन्थ्यो, तर आज ज्ञानको युगमा काम अमूर्त छ। स्पष्ट सूचकहरूको अभावमा मानिसहरू अत्यधिक व्यस्त देखिने पुरानो उपाय अपनाउँछन्। निरन्तर मिटिङ बस्नु, तुरुन्तै इमेल फर्काउनु र च्याटमा सक्रिय रहनुलाई नै मानिसहरूले आफ्नो सफलता सम्झिन थालेका छन्, जुन वास्तवमा एउटा भ्रम मात्र हो। 4. तेस्रो खण्ड, सामाजिक सञ्जालको भयानक संज्ञानात्मक पासो। संसारका महान लेखक र विचारकहरू किन सामाजिक सञ्जालबाट टाढा रहन्छन्? प्रसिद्ध उपन्यासकार जोनाथन फ्रान्जेनले ट्विटर अर्थात् एक्सलाई साहित्यिक संसारको एउटा जबरजस्ती थोपारिएको विनाश भन्दै यसको कडा विरोध गरेका थिए। प्रख्यात विज्ञान कथा लेखक निल स्टिफन्सन आफ्नो वेबसाइटमा कुनै इमेल ठेगाना नै राख्दैनन्। उनको तर्क छ, यदि मैले लामो र निरन्तर समय पाइन भने म उत्कृष्ट उपन्यास लेख्न सक्दिनँ। यदि म बारम्बार विचलित भएँ भने मेरो उपन्यासको ठाउँ इमेलका हजारौं साना सन्देशहरूले लिनेछन्। धेरैजसो मानिसहरू नयाँ प्रविधि अँगाल्दा एउटा ठुलो गल्ती गर्छन्, जसलाई क्याल न्युपोर्ट जुनसुकै फाइदा खोज्ने मानसिकता भन्छन्। यस मानसिकता अनुसार यदि कुनै सामाजिक सञ्जाल वा डिजिटल उपकरणले जीवनमा थोरै मात्र पनि मनोरञ्जन वा सम्पर्कको फाइदा दिन्छ भने त्यसलाई प्रयोग गर्नु पूर्ण रूपमा जायज मानिन्छ। तर यो मानसिकताले त्यस उपकरणले खोज्ने अमूल्य समय, ऊर्जा र एकाग्रताको भयानक क्षतिलाई पूर्ण रूपमा बिर्सिदिन्छ। यसको विपरीत सफल व्यक्तिहरूले शिल्पकारको दृष्टिकोण अपनाउँछन्। यस दृष्टिकोणले भन्छ कि कुनै पनि उपकरणलाई तब मात्र आफ्नो जीवनमा स्थान दिनुपर्छ जब त्यसले आफ्नो मुख्य लक्ष्यहरू प्राप्त गर्नका लागि ठुलो र सकारात्मक योगदान दिन्छ। यस सन्दर्भमा अमेरिकाको भर्जिनियामा फार्म चलाउने किसान फरेस्ट प्रिटचार्डको एउटा निकै घतलाग्दो कथा छ। उनले आफ्नो फार्ममा घाँस काट्ने र पराल बाँध्ने एउटा महँगो मेसिन किनेका थिए। जुनसुकै फाइदा खोज्ने दृष्टिकोणबाट हेर्दा त्यो मेसिन अत्यन्तै उपयोगी देखिन्थ्यो, किनकि त्यसले आफ्नै खेतको घाँसलाई परालमा रूपान्तरण गर्थ्यो। तर शिल्पकारको दृष्टिकोण लागू गरेपछि प्रिटचार्डले एउटा भिन्न सत्य पत्ता लगाए। मेसिन चलाउँदा लाग्ने इन्धन, मर्मत खर्च, कर र सबैभन्दा महत्त्वपूर्ण कुरा त्यहाँ लाग्ने उनको अमूल्य समयको गणना गर्दा त्यो समयमा जैविक कुखुरा पालन गर्नु र बजारबाट सिधै पराल किन्नु कयौं गुणा बढी नाफामूलक देखियो। मेसिन चलाउँदा खेतको माटो पनि खस्कियो। उनले मेसिन बेचे र आफ्नो पुरै समय माटोको उर्वरा शक्ति बढाउनमा केन्द्रित गरे, किनकि उनको व्यावसायिक सफलताको मूल आधार माटोको उर्वरता नै थियो। प्रिय श्रोता, 80-20 को सिद्धान्तले स्पष्ट पार्छ कि तपाईको जीवनको 80% सफलता केवल 20% अत्यन्तै महत्त्वपूर्ण गतिविधिहरूबाट प्राप्त हुन्छ।
सामाजिक सञ्जालका कम्पनीहरूले तपाईँको ध्यानलाई बाँकी 80% निरर्थक गतिविधिहरूमा बाँडिदिएर तपाईँको दिमागको संज्ञानात्मक क्षमतालाई नष्ट गरिरहेका छन्। 5. चौथो खण्ड, गहिरो कार्यका 4 स्तम्भ। अब प्रश्न आउँछ, यो दलदलबाट कसरी बाहिर निस्किने? क्याल न्युपोर्टले यसका लागि 4वटा कडा व्यावहारिक नियमहरू प्रस्तुत गरेका छन्। नियम 1, गहिरो कार्यको अनुशासन विकास गर्ने, वर्क डिपली। हाम्रो इच्छा शक्ति अर्थात् विल पावर एउटा सीमित जैविक इन्धन जस्तै हो, जुन दिनभरिको सानातिना निर्णय र प्रलोभनसँग लड्दा लड्दै बेलुकासम्म रितिसक्छ। त्यसैले गहिरो कार्यलाई इच्छा शक्तिको भरमा नछोडी यसलाई दैनिक जीवनको एउटा कडा दिनचर्यामा ढाल्नुपर्छ। यसका लागि 4वटा मुख्य जीवनशैली दर्शनहरू छन्। सन्यासी दर्शन, सतही काम र डिजिटल संसारलाई पूर्ण रूपमा त्यागेर एकान्तमा बस्ने, जस्तै इन्टरनेट र इमेल नचलाउने लेखकहरू। 2 आयामिक दर्शन, आफ्नो समयलाई स्पष्ट रूपमा 2 भागमा विभाजन गर्ने, केही हप्ता वा महिना पूर्ण एकान्त र बाँकी समय सामाजिक गतिविधि, जस्तै कार्ल जुङ वा प्राध्यापक एडम ग्रान्ट। लयबद्ध दर्शन, प्रत्येक दिन एउटा निश्चित समय जस्तै बिहान 4:45 देखि 7 बजे गहिरो कार्यका लागि आरक्षित गर्ने। जागिर र परिवार भएका मानिसहरूका लागि यो उत्कृष्ट मानिन्छ। पत्रकारिता दर्शन, दिनभरिको व्यस्तताका बीच जहाँ र जति बेला फुर्सद मिल्छ तत्कालै दिमागलाई डिप वर्क मोडलमा लैजाने, यो केवल अनुभवी मानिसहरूले मात्र गर्न सक्छन्। नियम 2, बोरियतलाई अँगाल्ने, यदि तपाईँ आफ्नो हात खाली हुने बित्तिकै वा 2 मिनेट कतै कुर्नु पर्दा तुरुन्तै गोजीबाट मोबाइल निकालेर स्क्रोल गर्न थाल्नुहुन्छ भने तपाईँले आफ्नो दिमागलाई विचलित हुन तालिम दिइरहनु भएको छ। बोरियतलाई सहन नसक्ने मस्तिष्क कहिल्यै पनि जटिल बौद्धिक कार्यका लागि तयार हुन सक्दैन। यसका लागि हामीले दिनभर इन्टरनेट चलाउने र बीचबीचमा अफलाइन बस्ने बानीको सट्टा दिनभर अफलाइन बस्ने र पूर्व निर्धारित समयमा मात्र इन्टरनेट चलाउने अभ्यास गर्नुपर्छ। उत्पादक ध्यान, हिँड्दा वा शारीरिक रूपमा व्यस्त रहँदा मस्तिष्कलाई कुनै एउटा मात्र स्पष्ट समस्यामा केन्द्रित गर्ने र ध्यान भङ्ग हुन नदिने अभ्यास गर्नुपर्छ। नियम 3, सामाजिक सञ्जाल परित्याग गर्ने, अहिले नै आफ्नो मोबाइल हेर्नुहोस्, त्यहाँ भएका कतिवटा एप्सहरू तपाईँको जीवनको मुख्य लक्ष्य प्राप्त गर्नका लागि साँच्चै आवश्यक छन्। क्याल न्युपोर्टको सुझाव छ 30 दिनका लागि सबै सामाजिक सञ्जालहरू पूर्ण रूपमा बन्द गरिदिनुहोस्, बिना कुनै घोषणा। 30 दिनपछि आफैलाई सोध्नुहोस्, के ती 30 दिन मेरो जीवनका लागि खराब रहे? के कसैलाई मेरो अनुपस्थितिले फरक पार्यो? यदि फरक परेन भने ती एप्सहरूलाई सदाका लागि बिदा गरिदिनुहोस्। नियम 4, सतही कामहरूलाई सीमित गर्ने, आफ्नो दिनको प्रत्येक मिनेटको योजना बनाउनुहोस्। जब तपाईँ बिहान उठ्नुहुन्छ एउटा तालिका बनाउनुहोस्, कुन घण्टामा तपाईँले के गर्नुहुन्छ। यसले तपाईँलाई आफ्नो समयको मालिक बनाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, साँझ एउटा निश्चित समयमा जस्तै 5:30 बजे काम पूर्ण रूपमा रोक्ने नियम बनाउनुहोस्। 6. 5औं खण्ड, वास्तविक जीवनका प्रेरणादायी कथाहरू। श्रोता मित्र, के यो डिप वर्कको नियमले साँच्चै कसैको जीवन परिवर्तन गरेको छ त? आउनुहोस् 2वटा अद्भुत सत्य घटनाहरू सुनौँ। पहिलो कथा हो जेसन बेनको। जेसन एक साधारण वित्तीय सल्लाहकार थिए जसले आफ्नो दैनिक काम निकै निरस र भविष्य नभएको महसुस गरे। उनले कम्प्युटर प्रोग्रामर बन्ने साहसिक निर्णय गरे, तर उनलाई प्रोग्रामिङको एउटा अक्षर पनि आउँदैन थियो। सबैभन्दा ठुलो चुनौती त उनको विचलित मस्तिष्क थियो, जुन लगातार इन्टरनेट चेक नगरी बस्नै सक्दैन थियो। जेसनले आफूलाई कम्प्युटर नभएको एउटा कोठामा केवल पाठ्यपुस्तक, नोटकार्ड र हाइलाइटर सहित थुने। सुरुमा यो अत्यन्तै पीडादायी थियो, तर बिस्तारै उनले आफ्नो ध्यानको मांसपेशी बलियो बनाए र दैनिक 5 घण्टा बिना कुनै अवरोध कठिन अवधारणा सिक्न सक्ने भए। यस कडा साधनाकै कारण उनले अत्यन्तै कठिन मानिने डेभ बुट क्याम्प वा सर्वोत्कृष्ट स्थान हासिल गरे र सिलिकन भ्यालीको एउटा प्रतिष्ठित स्टार्टअपमा वार्षिक $1,00,000 को जागिर प्राप्त गरे। दोस्रो कथा हो बिल गेट्सको। सन् 1974 को जाडो महिनामा जब बिल गेट्सले इतिहासकै पहिलो व्यक्तिगत कम्प्युटर अल्टेयरको बारेमा थाहा पाए, उनले त्यसका लागि बेसिक प्रोग्रामिङ भाषा तयार पार्ने निर्णय गरे।
गेट्सले लगातार 8 हप्तासम्म यस्तो गहिरो कार्य गरे कि कोड लेख्दा लेख्दै किबोर्डमा नै निदाउँथे र बिउजिने बित्तिकै त्यहीँबाट कोड लेख्न थाल्थे। पावल एलनले पछि यसलाई एकाग्रताको एउटा अद्भुत र अमानवीय चमत्कार भनेका थिए। त्यही 8 हप्ताको गहिरो कार्यले आजको बहु अरब डलरको माइक्रोसफ्ट साम्राज्य खडा गर्यो। यदि उनीहरूले पनि बीचबीचमा फेसबुक स्क्रोल गरिरहेका भए के आजको संसार यस्तो हुन्थ्यो होला? 6औं खण्ड, तपाईको जीवनमा लागू गर्ने 5 ठोस कदमहरू। अब यो ज्ञानलाई केवल सुन्ने मात्र होइन, आजैदेखि आफ्नो जीवनमा उतार्न यी 5 वटा कदमहरू चाल्नुहोस्। 1. दैनिक टाइम ब्लकिङ। हरेक बिहान काम सुरु गर्नु अघि एउटा कापीमा दैनिक कार्य तालिका बनाउनुहोस्। कुन समयमा कुन काम गर्ने हो स्पष्ट रूपमा लेख्नुहोस्। 2. 5-30 को कठोर नियम। काम समाप्त हुने निश्चित समय तोक्नुहोस्। त्यसपछि कुनै पनि व्यावसायिक काम नगर्नुहोस्। यसले तपाईलाई बाँकी समयमा तीव्र रूपमा काम गर्न बाध्य पार्छ। 3. सञ्चारमा फिल्टर प्रयोग गर्ने। मानिसहरूलाई तपाईलाई सिधै सम्पर्क गर्न गाह्रो बनाउनुहोस्। के तपाईँ फुर्सदमा हुनुहुन्छ जस्ता अमूर्त र समय बर्बाद गर्ने इमेलहरूको जवाफ नदिने नियम बनाउनुहोस्। 4. डिजिटल डेटोक्सको सट्टा इन्टरनेट ब्लकको प्रयोग। इन्टरनेट चलाउने निश्चित समय तोक्नुहोस् र बाँकी समय कम्प्युटर वा मोबाइललाई पूर्ण रूपमा अफलाइन राखेर काम गर्नुहोस्। 5. दैनिक कार्य समापनको अनुष्ठान। काम सकिएपछि 10 मिनेट लगाएर सबै अधुरा कामहरूको भोलिका लागि योजना बनाउनुहोस् र ठूलो स्वरमा भन्नुहोस्, शटडाउन कम्प्लिट। यसले तपाईको दिमागलाई साँझको समयमा पूर्ण रूपमा चिन्तामुक्त बनाउँछ। 8. उपसंहार र समापन। वीरहरूको बाटो र दर्शकहरूसँगको संवाद। प्रिय श्रोता, यो विचलित संसारमा आज 2 वटा मात्र बाटाहरू उपलब्ध छन्। एउटा बाटो विचलित भिडको हिस्सा बनेर निरन्तर सतही कामहरू र नोटिफिकेसनको दास बनिरहने, जहाँ सजिलो छ तर जीवनको अन्त्यमा केवल पछुतो मात्र बाँकी रहन्छ। र अर्को बाटो कार्ल जुङले जस्तै आफ्नो व्यक्तिगत बोलिङ्गेन टावर निर्माण गरेर गहिरो कार्यको महासागरमा डुबुल्की मार्ने, जुन कठिन छ तर यसले तपाईको जीवनलाई अर्थपूर्ण, उत्पादक र स्वर्णिम बनाउँछ। महान वैज्ञानिक विनिफ्रेड ग्यालाघरले भनेकी छिन्, म एकाग्र र केन्द्रित जीवन बाँच्नेछु किनकि यो नै मानव अस्तित्वको सबैभन्दा उत्कृष्ट रूप हो। 99% मानिसहरू आज विचलित छन्, तर तपाईँ ती बाँकी 1% असाधारण मानिस बन्न सक्नुहुन्छ। यो भिडियो हेरिरहँदा तपाईँलाई आफ्नो जीवनको कुन चाहिँ बानी सबैभन्दा विचलित पार्ने लाग्यो? के तपाईँलाई आजैदेखि सामाजिक सञ्जालको त्यो पासोबाट बाहिर निस्कन तयार हुनुहुन्छ? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा अवश्य साझा गर्नुहोला। तपाईँको एउटा कमेन्टले अरू धेरैलाई प्रेरित गर्न सक्छ। यदि यो गम्भीर र जीवनोपयोगी यात्रा तपाईँलाई मन पर्यो भने यो भिडियोलाई एउटा लाइक गरिदिनुहोला। आफ्ना साथीहरू र परिवारका सदस्यहरू जो दिनभरि व्यस्त छन् तर प्रगति गर्न सकिरहेका छैनन्, उनीहरूलाई यो भिडियो सेयर गरेर एकाग्रताको यो क्रान्तिमा सहभागी गराउनुहोस्। र यस्तै गम्भीर बौद्धिक र जीवन परिवर्तन गर्ने अडियो पुस्तकका सारांशहरू निरन्तर सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी त्यो बेल आइकन थिच्न नबिर्सिनुहोला। तपाईको समय अमूल्य छ, यसलाई डिप वर्कमा लगाउनुहोस्। अर्को श्रृङ्खलामा फेरि यस्तै एउटा अद्भुत यात्रामा भेट हुने नै छ। तबसम्मका लागि म बिदा चाहन्छु। शान्त रहनुहोस्, केन्द्रित रहनुहोस्। धन्यवाद।